हे एभ्रिवान, सो स्वागत छ मेरो मिनी भ्लगमा। मेरो मिनी भ्लग चाहिँ सुरु हुन्छ किचनदेखि। म चाहिँ यहाँनिर रेड बुल खाँदैछु साथीहरू है। बुढोले चाहिँ रेड बुल ल्याउनु भएछ अनि खानुभयो खाऊ रे होइन। अनि त्यसपछि म चाहिँ लाउनु त खाउँ न त दुईजनै भनेर अनि खाँदैछौँ है पालै पिलो। अनि पालै पिलो खाँदै म चाहिँ खाना बनाउँदैछु साथीहरू है। मेरो चाहिँ यहाँ पाक्दैछ सुकुटी है, सुकुटी भुट्दैछौँ। योभन्दा अगाडि चाहिँ मेरो फर्सीको मुन्टा पाकेर रेडी भइसक्यो। अनि यसमा प्याज हालेँ पकाउँदैछु। अनि त्यसपछि म यता आएँ खट्टी मिठी आँपको खट्टी मिठी अचार खानुलाई है। यति मनपर्छ नि मलाई, म त जतिखेर नि निकाल्दै खाँदै गरेर हुन्छु कि। पिरो अमिलो होइन, गुलियो टक्क के एक नासको छ होइन। यो अचार चाहिँ कसले बनाएको भन्दाखेरि होइन, यो चाहिँ मेरो ससुरो बाबाले बनाउनु भएको है। यस्तो होइन हातमा चाहिँ जादु छ के, जे चिज छुनुहुन्छ नि त्यो यति मिठो हुन्छ नि आमामा भन्नै पर्दैन साथीहरू होइन। अनि म चाहिँ धनियाँ पत्ता केलाएर यहाँनिर धनियाँ पत्ता माथिबाट राखिदिएँ होइन। अनि टक्क लाएर मेरो तरकारी नि पाक्यो। अनि त्यसपछि खानासाना खाएर म चाहिँ छोरीलाई जाउली माम खाना खुवाउँदैछु साथीहरू है। मेरो छोरीले चाहिँ जाउली माम मात्रै खान्छन् होइन। अब भातहरू त अलिकति साह्रो भएर होला त्यति खान मान्दिनन्। अनि त्यसपछि यसको चाहिँ अनि मुख चुटेर पानी खुवाइदिएँ। अनि त्यसपछि लास्टमा टाटा गर्नु सानो भनेको टाटा गर्दै थियो। अनि त्यसपछि सुरु भयो मेरो चाहिँ बारी जाने ड्युटी है। म चाहिँ बारी जानको लागि यहाँनिर टक्क टाउकोमा बान्दैछु साथीहरू। अनि अन्डाको क्रेट लिएर हँसियामा बोकेर होइन, नाम्लो बोकेर जाँदैछु बारीमा। बारीमा चाहिँ मेरो घाँस काट्ने र मेलो बनाउने मेलो फाड्ने काम छ साथीहरू। अनि म चाहिँ जाँदैछु है। बारी जाँदै गर्दा चाहिँ मैले धानको बिउ पनि देखाइदिएँ साथीहरू है। यति अल्को भइसक्यो धानको बिउ कहिले रोप्ने होइन। अनि यता हेर्नुहोस् भिन्डीको फुल पनि फुलिरहेछ है। अनि भिन्डी चाहिँ अब यतापट्टि खाँदा वक्क भइसक्यो, यता अर्को फेरि फुल फुलिसक्यो होइन। त्यही हो। अनि म चाहिँ जाँदैछु गुटुङटुङ बारीमा होइन। बारीमा पुगेर मैले चाहिँ क्रेट के को लागि ल्याएको भन्दाखेरि चाहिँ लामखुट्टे धपाउनु लागि है। यति लाग्छ नि साथीहरू है, आम्मामा कुरै नगर्नु। यो अन्डाको क्रेटको गन्धले चाहिँ अलिकति भाग्छ कि साथीहरू है। त्यही भएर मान्छेको अगाडि पछाडि अब कहाँ मान्छे हिँड्छ त्यहीँनिर लगेर चाहिँ घाँस काट्छौँ साथीहरू है। हेर्दै गर्नुहोस् होला। म चाहिँ अब घाँस काट्न सुरु गरेँ। अनि धुवा चाहिँ अलिकति सानो आएर थियो। अनि भयो नि अलिकति गन्ध पर्ने बित्तिकै भाग्छ के यो यसको यो अन्डाको क्रेटको गन्ध चाहिँ अब डेन्जर आउँछ नि त। सो अब घाँस काट्दैछु साथीहरू है। हजुरहरूले भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है। अनि मलाई फलो गर्नु भएको छैन भने फलो गर्नु होला। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ है। मेरो चाहिँ यस्तै हो गाउँले जीवन होइन, घाँस काट्ने अरू कन्टेन्टहरू छैन साथीहरू है। यस्तै छ काम गर्ने अनि यसो केही काम गरेकोहरू भिडियोहरू है। अनि यस्तो रहेछ कि यो फेसबुकमा काम गर्न थालिसकेपछि चाहिँ कन्टेन्टको यति माया लाग्दो रहेछ नि साथीहरू, यति माया लाग्दो रहेछ नि होइन। हामीले हरेक चिज काम गर्छ नि, त्यो भिडियो बनाउनु पाएन भने त यति मनमा खुल्दुली हुन्छ नि साथीहरू होइन। ला यो भिडियो गर्दाखेरि मैले कन्टेन्ट बनाउनु पाएको भए होइन, भिडियो बनाउनु पाएको भए भनेर हुन्छ कि। अनि हेर्नुहोस् त यहाँ बारीमा जाँदाखेरि यत्रो भुवाङ होइन, मुसाको भुवाङ हो कि के हो होइन, कत्रो भुवाङ कि आमामा डर लागेर एकछिन त केले खनेको होला जस्तो लाग्यो। तर पनि डर लाग्यो नि के गर्नु होइन, गर्नै पर्यो। अनि एक्लै थियो नि त। अनि फेरि यता के गर्ने भिडियो बनाउँदै अनि कहिले गीत बजाउँदै होइन। अनि घाँस काट्दै गर्दैछु। कहिलेकाहीँ त डर पो लाग्दो रहेछ हौ, कहिले डर नलाग्ने मान्छे होइन। यत्रो काटिसक्यो अझै यत्रो बाँकी छ है। यति गरम हुन्छ नि साथीहरू है। मकैभित्र त धन्न त्यति साह्रो घाम त लागेको थिएन, त्यही पनि पुरा त्यो हावै नछिर्ने कि है यो मकैको पातहरूले यति हप गरम हुने होइन। अनि धुवा चाहिँ यता साइडमा छ। अनि अलिकति यता बसेको हेर्नुहोस् त यहाँ लामखुट्टेले हातमै टोक्ने कि। अनि त्यसपछि हेर्न सक्नुहुनेछ यो चाहिँ मेरो साथी है। यो दुईवटा चरा छ है। म घाँसमा जाने बित्तिकै मेरो पछि आउँछ कि यो दुईवटा चराले। अहिलेदेखि होइन कति वहाँ माथिदेखि मेला बनाउँदै आएको है। यहाँसम्म आइपुग्दा नि यिनीहरूले मलाई छोडेको छैन कि साथीहरू है। अनि त्यसपछि मेरो चाहिँ भारी पुगे है। अनि म चाहिँ भारी हाल्दैछु घाँसको भारी। अनि भारी बोकेर अब जानुपर्ने हुन्छ घरतिर है। भोक पनि लाग्यो।
अब नास्ता खानलाई। अनि अब म चाहिँ भारी कस्दैछु साथीहरू है। अनि 2-3 मुठा 4-5 मुठा त घाँस मैले बोक्नु सकेन है, त्यही छोडिदिएँ। बोक्नु नसकी के बोक्नु होइन, मान्छे अनुसारको भारी बोक्नै पर्यो। यति भारी त यहाँ बोक्नु सकेको छैन, मान्छे नि सानो छ नि त। डिलमा राखेर अनि बल्ल तल्ल बोकेँ साथीहरू है। अब चाहिँ म घरमा पुगेँ फ्रेस सेस भएर। अनि हामी चाहिँ दही चिउरा खाँदैछौँ है। हाम्रो चाहिँ आज असार 15 गतेको भिडियो है। अनि अपलोड चाहिँ 16 गते गर्दैछौँ साथीहरू। के गर्नु, बासी भिडियो हालेछ भन्नु होला होइन, के गर्नु अब भ्याउँदै भ्याएन साथीहरू। 15 गतेकै भिडियो होइन, 15 गते हालौँला भनेको त कति ट्राई त गरेको हो नि, कोसिस गरेको नि, के गर्नु बच्चाहरूले दिएन नि साथीहरू। बच्चा भएपछि अलिकति गाह्रै हुन्छ कि भोइस ओभर गरौँ भने बच्चाहरू क्याङ गर्छ, रुन्छ होइन। अनि कहिले मोबाइल को हेर्ने भन्छ, कार्टुन हेर्ने भन्छ, दिँदैन है। सो त्यही भएर साथीहरू हस् त भिडियोलाई अन्तिमसम्म माया गरिदिनु भयो। हस् त बाई बाई साथीहरू।